कल्पना गर्नुहोस्, जहाँ प्रकृतिको शान्त स्वरले मनलाई सन्तुलन दिन्छ, हरियालीको स्वर्ग फूल र सुगन्धले आनन्दित तुल्याउँछ, हावाले माया बोल्छ, बोटबिरुवाले भावना राख्छन्, जहाँ प्रकृति र मानवीय सिर्जनाको सुन्दर मेल देखिन्छ, हरेक बिहान नयाँ ऊर्जा र हरेक साँझ शान्तिको सन्देश दिन्छ। त्यो हो हाम्रो टिकापुर पार्क। कैलाली जिल्लाको मध्यभागमा अवस्थित टिकापुर पार्क सुदूरपश्चिम नेपालकै सबैभन्दा आकर्षक पर्यटकीय स्थलहरूमध्ये एक हो। विक्रम सम्वत 2029 तिर स्थापना भएको पार्क आज प्रकृति, पर्यटन र शान्तिको उत्कृष्ट उदाहरणको रूपमा परिचित छ। टिकापुर पार्क कैलालीको टिकापुर नगरपालिकाभित्र अवस्थित छ। यसलाई तत्कालीन राजा श्री 5 महेन्द्र वीर विक्रम शाहको पालामा टिकापुर क्षेत्रमा राजकीय बगैँचा अथवा रोयल गार्डनको रूपमा सुरुवात गरिएको थियो। सुरुवातमा यो क्षेत्र टिकापुर दरबार परिसरसँग सम्बन्धित थियो। राजा महेन्द्रले आफ्नो विश्राम स्थलको रूपमा यो स्थान निर्माण गर्न लगाएका थिए। पछि यसलाई सार्वजनिक पार्कको रूपमा विकास गरियो, जहाँ अहिले हजारौं पर्यटक दैनिक रूपमा घुम्न आउँछन्। तत्कालीन समय शिकार खेल्ने प्रचलन अनुरूप विक्रम सम्वत 2027 सालमा कञ्चनपुरको शुक्लाफाटमा शिकार खेल्ने क्रममा श्री 5 महेन्द्रको मुटुको व्यथाको समस्या देखिएपछि चिकित्सकको सल्लाह अनुसार टिकापुर आराम गर्न लगाइएको थियो। टिकापुरको सुहाउँदो हावापानीमा राजालाई आराम गर्नको लागि महेन्द्र आरोग्यको नामबाट एउटा काठको घर तयार गरियो। आराम गर्ने क्रममा यसै स्थानबाट श्री 5 महेन्द्रबाट 2027 सालमा 29 दिन नेपालको राजकाज सञ्चालन भएको थियो। यसपछि श्री 5 महेन्द्र र श्री 5 रत्नको चाहना अनुसार खड्कबहादुर सिंहको अध्यक्षतामा विक्रम सम्वत 2028 सालमा टिकापुर विकास समिति गठन भई 3133 बिघा वन क्षेत्र विकास समितिलाई प्रदान गरियो। जुन वन फडानी गरेर टिकापुर पार्क तयार भयो र यसपछि मानव बस्ती बसाल्ने कार्य पनि भयो। यसै स्थानमा पछि श्री 5 वीरेन्द्रका लागि वीरेन्द्र विश्राम वाटिका निर्माण गरियो। टिकापुरको पुरानो नाम बङ्गला भए पनि हाल यो पुरानो नाम बङ्गला ती सुन्नमा आएको देखिँदैन। सुरुमा घना जङ्गल भएको यस क्षेत्रमा मानव बस्ती बसाउने क्रममा दशैँको टिकाको दिनदेखि जङ्गल फडानी गर्ने कार्य प्रारम्भ भएको थियो र बस्ती बसेपछि पनि टिका जस्तै गोलाकार रूपमा बसेका बस्तीहरूलाई हेरेर यस ठाउँको नाम टिकापुर रहन गएको भन्ने स्थानीय कथन छ।